ल आज यो पूजा भइरहेको छ। यो पूजा हुनुको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ पूजा हुँदैछ। यो पूजा भइरहेको छ होइन। यो पूजा चाहिँ के को भन्दाखेरि यो गाडीको पूजा भइरहेछ है। नयाँ हाम्रो गाडी है, नाम पनि लेखेको छैन होइन। म अहिले देखाउँदै जानेछु तपाईँहरूलाई होइन। यो कालो स्टिकर गरिसकेको छु। यो पछाडि पनि लाइन लागिरहेको छ होइन। फेरि यसमा चाहिँ म तपाईँहरूलाई सम्पूर्ण उयो गरेर चाहिँ मेरोमा चाहिँ यहाँनिर पूजा गाडीको पूजा हुन्छ होइन। मालिक यता छ, ऊ पूजा गरिरहेको छ होइन। नयाँ गाडीको बधाई शुभकामना होइन। यहाँनिर नाम लेख्ने काम पनि हुन्छ, महाकाल बाबा होइन। सबै सर्भिस छ है मेरो दोकानमा चाहिँ हो। पूजा पाठदेखि लिएर नाम लेख्नेदेखि लिएर अनि यस्तै छ यता टासिदा हो। अनि अब यो डेली सर्भिस स्टोर हो सिलिङमा चाहिँ। झाम्बाला स्टोर सिलिङ लोधोमा 2 को मुमु खोलामा चाहिँ नाम लेख्ने, नम्बर लेख्ने, गाडीलाई एकदम चटक्कै बनाउने काम गर्छ स्टिकरहरू टालेर। धन्यवाद तपाईँलाई पनि। अनि यहाँ उहाँको चाहिँ दिउँसोको डेली सर्भिस दिउँसो 11 बजीदेखि यहाँ छुट्छ। यहाँदेखि चाहिँ उहाँ चाहिँ मालिक है, उहाँले नै त्यो गर्छ है। उहाँ ड्राइभर पनि हुन्छ, उहाँ मालिक पनि हुनुहुन्छ। ल यस्तो चाहिँ साथीभाइहरू। पूजा पनि अन्तिम चरणमा पुग्न आँट्यो है। ल महाकाल बाबा आजको 11 बजीको सर्भिस अलिकति लेट हुँदैछ आज चाहिँ। यो महाकाल बाबा सर्भिस चाहिँ दार्जिलिङदेखि बाँसकोटेदेखि दार्जिलिङ हो। तपाईँको दार्जिलिङदेखि चाहिँ 7:45 छुट्छ भने चाहिँ यहाँबाट चाहिँ 11:30 छुट्छ है साथीभाइहरू। उहाँको कन्ट्याक्ट नम्बर पनि राखिदिन्छु। ड्राइभर भाइ हुनुहुन्छ, ड्राइभर मालिक भाइ हुनुहुन्छ। पूजा चलिरहेको छ है।